अमेरिकाको प्रतिबन्धको चेतावनी र चीनको सुरक्षा संशयले बालेन सरकारमा कम्पन। दुई महाशक्तिको चेपुवामा नेपाल। बीबीसी रिपोर्टको खास खुलासा। काठमाडौँको कूटनीतिक आकाशमा यति बेला शीतयुद्धकालीन गर्जन सुनिन थालेको छ। एकातिर महाशक्ति राष्ट्र अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीको मानवाधिकार उल्लङ्घन भए सिधै नेपाली अधिकारीहरूको सम्पत्ति रोका र भिजा प्रतिबन्ध लगाउने कडा कानुनी चेतावनी लिएर आएको छ भने अर्कोतिर छिमेकी चीनले टाढाको आफन्त भन्दा नजिकको छिमेकी महत्त्वपूर्ण भन्दै नेपालको कूटनीतिक निष्ठामाथि सूक्ष्म संशय व्यक्त गरिरहेको छ। दलाई लामाको 91औं जन्मदिन मनाउन काठमाडौँमा पश्चिमी कूटनीतिज्ञहरू एकजुट भइरहँदा चिनिया दूतावास वरपरको कडा सुरक्षा तैनाथीले प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकार कति गम्भीर भूराजनैतिक दबावमा छ भन्ने प्रश्न पार्छ। हालै बेजिङ पुगेर परराष्ट्र मन्त्री शिशिर खनालले चीन विरोधी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने र एक चीन नीतिमा प्रतिबद्ध रहने कडा प्रतिबद्धता त जनाए, तर चिनिया विदेश मन्त्री वाङ यीको अभिव्यक्तिले बेजिङ अझै पूर्ण रूपमा ढुक्क नरहेको संकेत गर्छ। अमेरिकाले नेपाल र भारतमा रहेका तिब्बतीहरूको शिक्षा र संस्कृतिमा लगानी मात्रै गरेको छैन, बरु यसै वर्ष अमेरिकी कांग्रेसबाट पारित नयाँ कानुन मार्फत नेपाली अधिकारीहरूमाथि नै कारबाही गर्न सक्ने कडा अस्त्र सुरक्षित राखेको छ। सन् 1980 पछि आएका तिब्बतीहरूलाई शरणार्थीको हैसियत नदिएका कारण करिब 20,000 तिब्बतीहरू कानुनी पहिचान विहीन छन्, जुन विषय नै अहिले अन्तर्राष्ट्रिय दबावको मुख्य कडी बनेको छ। यो केवल मानवाधिकार वा परम्परागत कूटनीतिको विषय मात्रै होइन, यो नेपालको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको अग्नि परीक्षा पनि हो। चीनको राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई सम्बोधन गर्दा अमेरिकाको मानवाधिकार केन्द्रित कडा कानुन र प्रतिबन्धको जोखिम मोल्न पर्ने र अमेरिकालाई रिझाउँदा उत्तरी छिमेकी चिधिने डरलाग्दो कूटनीतिक चक्रव्यूहमा बालेन सरकार फसेको छ। परराष्ट्र मन्त्री खनालले सन्तुलनको दाबी गरे पनि महाशक्तिहरूको यो रातो घेराका बीच नेपालले आफ्नो राष्ट्रिय हित रक्षाका लागि घरेलु सुरक्षा र कूटनीतिक अनुगमनलाई अभूतपूर्व रूपमा बलियो बनाउनुको अब विकल्प देखिँदैन।